फुलौरो पकाएर दियो अरे क्या पकाएर दियो अरे सासूले। यहाँ हेर्नु बाजे नातिले भिडियो म देखेँ पो नदेख घरमा फर्किँदाखेरि फुरौलो 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 भन्दै आउँदा आउँदै बाटोमा आउँदा खिस्रिक्कै खुट्टा भयो अरे। अनि बिर्सेछ अरे उफ्रौलो भन्यो अरे। त्यहाँदेखि त त्यो उफ्रौलो भन्दै आउँदा आउँदा घरमा आएर स्वास्नीलाई उफ्रौलो पका भन्यो अरे। अनि क्या हो उफ्रौलो भन्ने, उफ्रौलो क्या उफ्रौलो। अनि रिस उठेर ठङ्गै नलीले कुटेछ अरे। अಯ್या फुरौलो जत्रै निक्लियो भन्दा हौ त्यही पकाउनु फुलौरा त त्यो पो होइन भन्थ्यो अरे। कहानी उहिलेको गएको थियो क्या जाँदा जाँदा लड्यो अनि लाटपोल भन्थ्यो त्यही भन्थ्यो अरे बेलामा गयो मासु लिनु पठाएको अरे। आठपोल मासु ल्याउनु है भनेर। अब उहिले त पठाएको धार्नी सागसेर हमाली चुलोमा जोखेर बिसौली आठपोल भन्थ्यो नि त। हमाली अहिले पो 1 किलो आधी किलो 1 पाउ भन्छ त। त्यसो भन्थ्यो। अनि आठपोल मासु ल्याए भनेर पठाएको अरे। जाँदा 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 लड्यो अरे। आठपोल भन्दै गएको अरे लाटपोल भन्नु भेजामा पुगेपछि लास्ट होला होइन। अनि भेजामा पुगेर पनि लाटपोल मासु माग्थ्यो अरे क्या। लाटपोल कति लाटपोल के भन्यो त्यो पाथिगान्जा चुलोमा फलामको डन्टी भएको तुलो हुन्थ्यो क्या। घारी 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 काटेको धार्नी बिसौली हमाली भन्ने झाडीबाट यस्तो लामो डट हुन्थ्यो नि। यता गर्दा बिसौली यता गर्दा आठपोल कता कता के हुन्थ्यो नि। काठको जुवाको तराजु तराजु जस्तै कि फलमकै डाक्ला हुन्थ्यो। जत्रामा चाहिँ धार्नी हुन्थ्यो। त्यहाँदेखि बिसौली हुन्थ्यो अलिक तल सागसेर हमाली भन्ने त्यो घरमै काटेको हुन्छ क्या। अनि त्यसमा त्यो डोरी सारेर मेरो माइतमा तौलिनु पर्ने। पाथिगान्जा चुलो थियो 3 किलोको पुरा भएको चुलो उसले चलाउँथ्यो उहिले। 3 किलोको एक धार्नी होइन बाजे अहिले। अहिले त कहाँ 2.5 किलोको पाएको। अनि कतै कतै त 2.5 किलोको। काठमाडौँ र हलेसीमा चाहिँ 2.5 किलोको एक धार्नी अरे। भोजपुरमा पनि हो 2.5 किलोको एक धार्नी। हलेसीमा पनि अरे जस्तै हामीले सोझातिर पनि त अढाइले नै चलाउँछ। 2.5को एक धार्नी। यता चाहिँ साथीघर यहाँ चाहिँ 3 किलोको एक धार्नी। हाम्रो वहाँ 2 किलो आधीको त्यो मान्छेले